भाइले चाहिँ चौबल्दैछ तातो पानीमा कुखुरा चाहिँ एकदम शेष भइसकेको छ। कोही त ताली हानेको यहाँ चाहिँ शुभ विवाह लेखिएको छ है। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज जाँदैछु साथीहरू, म चाहिँ बिहेमा होइन। यता चाहिँ अगाडि भाइ हिँड्दैछ है, अगाडि चाहिँ भाइ हिँड्दैछ। अनि गाउँको प्रायः सबैजना गइसक्यो होला। अहिले चाहिँ 7 बजिसकेको छ बिहानको। अब चाहिँ बिहे घरमा पनि गानासाना बजेको सुनिरहेको छु मैले यहाँदेखि। आज हेरौँ अब कति काम हुन्छ, कतिको बिजी भइन्छ। आज चाहिँ म चाहिँ जहाँसम्म लाग्छ म चाहिँ कुखुराको मासु पकाउनुमा हो। अनि भाइ चाहिँ यता के आज पुलाउ बनाउँछ भाइ? के भात हो कि के हो आज? जहाँसम्म लाग्छ भाइले चाहिँ अब भात बनाउनेमा होला, म चाहिँ कुखुराको मासु पकाउनेमा जस्तो लाग्यो मलाई चाहिँ। अनि हामी चाहिँ लगभग पुग्नै पनि लागिसक्यौँ। मलाई चाहिँ के भन्छ, घाँटीमा हल्का यो के भन्छ दुखिरहेछ क्या, त्यही भएको कारणले मेरो स्वर अलिक चेन्ज भएको छ। मलाई चाहिँ त्यस्तो फिल भइरहेछ। यहाँ भिडियोमा चाहिँ कस्तो आइरहेछ भने नाक पनि हल्का बन्द भइरहेछ मेरो चाहिँ। त्यो हिजो के भन्छ, हिजो दिउँसोदेखि चिसो लागेको यार, घाँटी दुखेर अहिले पनि त्यस्तै भइरहेछ मेरो चाहिँ। अनि अब यति भन्दै हामी चाहिँ पुग्न लाग्यौँ। हाम्रो गाउँ चाहिँ यस्तो दामी देखिरहेछ। ए हिजो झन् पानी परेको छ, दामी देखिरहेछ। अनि जहाँसम्म लाग्छ मलाई चाहिँ 1-2 दाईहरू चाहिँ बिहानै 6 बजी नै जानुभयो होला होइन। कुमार दाईहरू, कुमार दाई र बिरा दाई चाहिँ 6 बजी जानुभयो होला। अरू त त्यही होला 7 बजी तल जाने। हामी 7 बजीको लटमा परिहाल्यौँ। अनि हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ साथीहरू, रमाइलोको बाटो रमाइलो छ। यस्तो ओह्रालो हिँड्दा पनि यार मोटाएर हो कि अब साथीहरू, पुरै के भन्छ यहाँ फ्याँ भइहालिन्छ। उकालो हिँड्दा त फ्याँ हुन्छै हुन्छ, ओह्रालोमा पनि फ्याँ भइन्छ। ओह्रालो चाहिँ यहाँ यस्तो हल्का ओह्रालो छ गाउँमा चाहिँ। अनि साथीहरू यति भन्दै म चाहिँ हजुरहरूलाई बिहे घरसम्म देखाउँछु, त्यहाँदेखि चाहिँ अब काम हुन्छ। आज चाहिँ धेरै नै काम हुन्छ। अब हेरौँ कतिको राम्ररी कतिको सजिलो तरिकाले भिडियो बनाउनु पाउँछ कि पाउँदैन। ल साथीहरू, हाम्रो चाहिँ यहाँ काम सुरु भइसकेको छ होइन। मेरो काम चाहिँ यहाँ कुखुरा बनाउने छ। अनि हाम्रो चाहिँ यहाँ कुखुरा चाहिँ मैले मारिदिइसकेको छु। अनि भाइले चाहिँ चौबल्दैछ तातो पानीमा, कुखुरा चाहिँ एकदम शेष भइसकेको छ। अनि अब चाहिँ यसलाई यसको के भन्छ भुत्ला सुत्ला फालेर चाहिँ काटकुट गरेर पकाउनु पर्ने हुन्छ। अनि कुखुरा पकाउने हाम्रो जोडी चाहिँ यति हो, 3 भाइ होला। आजको चाहिँ हाम्रो यो कुखुराको भान्से चाहिँ बोरा पनि फेरि दाइले एकदम फोहोर भएको ल्याउनु भएको छ। यो चाहिँ अलिक अथवा जस्तो छ। अब चाहिँ यसलाई भुत्लाउनु पर्ने हुन्छ। ल साथीहरू, फाइनली हामीले चाहिँ होइन कुखुरा सुखुरा भुत्लाएर चाहिँ यहाँ चाहिँ हाम्रो काट्नु सुरु भइसकेको छ। सुरु भन्दा पनि यहाँ आधा जति चाहिँ काटिसक्नु भएको छ। म यता देखाउँछु है, यहाँ आधा जति चाहिँ काटिसकेका छौँ। अनि कुखुरा खुट्टा चाहिँ यता छ है, यो पनि सबै क्लिन भइसकेको छ। यसको यो यतापट्टि यो बिचमा भागमा मात्रै हल्का धुनु पर्ने छ। अनि यता मासु काटेर चाहिँ यता हाल्दैछौँ। अनि यता चाहिँ यो यस्तो यो जाते साते होइन टाउकोहरू छ। अनि पकाउने ठाउँ चाहिँ यता छ साथीहरू होइन। अनि साथीहरू चाहिँ हामी चाहिँ यो घरभित्र पकाएर आएको छ। यो घरभित्र चाहिँ किन पकाएको भने मासु चाहिँ सुँगुर र कुखुराको छ, अनि सुँगुर चाहिँ बाहिर पकाइरहेको छ होइन। अनि त्यो सुँगुर नखानेको लागिहरूको लागि चाहिँ हो, त्यही भएर हामीले चाहिँ घरभित्र पकाइरहेको छ एकदम चोखो तरिकाले। अनि यो लगभग अब काटी पनि सक्नु लाग्यो। अब चाहिँ यसलाई पकाउनु पर्ने हुन्छ। अनि एकजना चाहिँ भाइ अघि मैले देखाएको थिएँ, त्यो भाइ चाहिँ त प्याजहरू लिनु गएको छ। प्याजहरू एकदम क्लिन गरेर प्याजहरू काट्नु पर्ने हुन्छ। अब चाहिँ हामीले चाहिँ के भन्छ मासु काट्नु लागि सक्यो नि त। अनि यस्तो छ साथीहरू होइन, मासु चाहिँ आधा बाल्टी हुन लागिसक्यो। भाइले चाहिँ यहाँ प्याज स्याज टमाटर काटेकै लिएर आइसकेर छ यतै भाइले भान्से भाइले। यो चाहिँ पकाउनु पर्ने हुन्छ सुरुमा चाहिँ साथीहरू यहाँ छ। अनि साथीहरू यस्तै छ अब बिहेमा होइन, काम चलिरहेछ। आज के गर्छौँ होइन, कति समय लाग्छ काम सकिन हामीलाई हजुरलाई देखाउँदै जानेछु। ल साथीहरू, फाइनली हाम्रो चाहिँ कुखुराको मासु पाकिसकेको छ। अनि भाइले चाहिँ यहाँ हाल्दैछ होइन, यहाँ सर्भ गर्नु लागिरहेछ मान्छेलाई। अब अहिले त मान्छे भन्दा पनि भान्सेले चाहिँ पहिला खाने होला। म हजुरहरूलाई देखाउँछु मासु चाहिँ कस्तो पाक्यो भनेर। यता यो है मासु यस्तो भएको छ, ग्रेभी चाहिँ यस्तो छ। यो चाहिँ कुखुराको मासु हो साथीहरू होइन। यहाँ चाहिँ अचार हालेको छ भाइले चाहिँ। अनि यस्तो छ है, अझै यहाँ यता सब्जी अनि यता अरू मासुहरू पनि आउँछ होला। ल साथीहरू, यता चाहिँ भान्से टोलीले खाँदैछ, म देखाउँछु हजुरहरूलाई। यता चाहिँ यो चाहिँ सुँगुर त यो के को मासु हो? सुँगुर हो। यो चाहिँ दाइले खानु हुँदैछ यता। यो चाहिँ दामी छ, यो चाहिँ सुँगुरको मासु हो। यता दाल त पानी पानी देख्छु त म त। के हो यो? यहाँ चाहिँ अचार अझै आइपुगेको छैन, खाइसक्नु भएको। दाइले चाहिँ अघि खाइसकेको भन्नु हुँदैछ। अनि पहिला चाहिँ भान्सेले खानुपर्ने हुन्छ, त्यसपछि अब गाउँको मान्छेहरूलाई सर्भ गर्नुपर्ने हुन्छ। अनि सबै पाकिसकेको हो भाइ, सबै पाकिसकेको हो। सबै चाहिँ पाकिसकेको छ। दाल मैले देखाइहालेँ हजुरहरूलाई। अनि तपाईँ चाहिँ नखानु भएको आन्टी?
ए यता आन्टीले पनि खानु आँट्नु हुँदैछ। यहाँ जाँड साँड छ भाइहरूको होला यो चाहिँ। अनि यस्तै छ है, रमाइलो भइरहेछ। यहाँ त गाउँको टोलीले चाहिँ खाँदैछ साथीहरू। अनि एकछिन पछाडि चाहिँ म पनि खान्छु। फुर्बे त देख्दिनँ त म, एकछिन पछाडि चाहिँ म पनि खान्छु। फुर्बेले त हो कि बजाउँदैछ त यहाँ यार, सुँगुर हो। यता भान्सेले चाहिँ हो कि बजाउँदैछ है। भाइ चाहिँ फेरि कुखुराको चाहिँ भान्से चाहिँ कुखुराको बसेको, यता फेरि सुँगुर दबाउँदैछ आएर। यहाँ चाहिँ बेहुलीले बेहुलालाई माला लाउँदैछ। बेहुली होचर छ। अब बेहुलाले बेहुलीलाई यो चाहिँ हो माला। कोही त ताली हानेको। ल अब खुट्टा ढोक्ने होला होइन, ढोकिसकेको हो। ल बेहुला बेहुली जस्तो छ साथीहरू होइन, जोडी चाहिँ एकदम पर्फेक्ट मिलेको छ। बेहुला लजायो उता फेरि। अब यो के भन्छ, यो अस्ति नै बे भन्दा पनि अस्ति नै सहेको होला होइन। यो त ढोक्ने बेहुलाले बेहुला ढोक्ने त्यो सबै सहेको होला। आज चाहिँ कस्तो हो भने खासमा यो पार्टी जस्तो होइन, त्यस्तो भोज खुवाएको जस्तो हो गाउँलाई चाहिँ। अनि यो आज पनि मालासाला लाएर हल्का होइन यस्तो नियम चाहिँ गरेको छ। अनि बेहुला बेहुली चाहिँ यता बसिसकेको छ। अब चाहिँ टिका लाउने पालो भएछ छ। अब चाहिँ स्वाइन त घुम्टो सुम्टो लाएर बेहुलीलाई अब चाहिँ टिका सुरु भइसकेको छ। यता चाहिँ गाउँको सबै मान्छेहरू यहाँ चाहिँ अङ्कल यता यो चाहिँ के भन्छ, यहाँ लेखाउने चाहिँ यहाँ हो। बोतल सतल यसरी कलश सलस राखेर यसरी बनाइएको छ। अब चाहिँ यता चाहिँ टिका लाउने चाहिँ सुरु भइसकेको छ। अनि यता पर चाहिँ खाना ठाउँ चाहिँ पर छ, नाच्ने ठाउँ चाहिँ यता होला बक्स मात्रै एक्लै बजिरहेको छ। यता पर छ नाच्ने ठाउँ चाहिँ। अनि अहिले त के भन्छ रमाइलो भइरहेछ। अनि अहिले चाहिँ खासै मान्छे आएको छैन, गाउँकै मात्रै छौँ हामीहरू। बिस्तारै बिस्तारै आउँछ होला। अनि अहिले चाहिँ 11-12 बजिसकेको छ, घाम पनि चर्क्यो, बिहान त धुम्बिरहेको थियो। अनि म हजुरहरूलाई बिहेको गेट पनि देखाउँछु। बिहेको गेट चाहिँ यता छ है, के भन्छ यहाँ चाहिँ शुभ विवाह लेखिएको छ है। यहाँ चाहिँ साथीहरू बेहुला बेहुलीको ढोकभेट चल्दैछ क्या, घरमै छ अहिले चाहिँ होइन। अनि भाइले चाहिँ यता यहाँ उसको दिदीलाई चाहिँ शिर उठाउँदैछ। दिदीभन्दा अगाडि बिहे भएको कारणले चाहिँ अब यहाँ चाहिँ कति दिँदैछ यहाँ त हातमा देखाउनु पर्यो नि। यता बर्की चाहिँ दिनु पर्ने थियो। अब यहाँ चाहिँ फुल मात्रै छ जस्तो छ भाइको हातमा चाहिँ। खुट्टामा ढोक्नु पर्यो नि दिदीलाई त। अनि दिदीलाई त खुट्टामा हो। बनाएको छु। यो चाहिँ दिदीको शिर उठाएको हो साथीहरू होइन। अब यता बुहारीले यो चाहिँ शिर उठाउने हो। यो चाहिँ साथीहरू होइन कस्तो हो भने भाइले चाहिँ दिदी भन्दा अगाडि बिहे गरेर चाहिँ यसो यो नियम चाहिँ शिर उठाउने उठाएको जस्तो उठाएको हो दिदीलाई चाहिँ होइन। यो चाहिँ मैले देखाइहालेँ हजुरहरूलाई। त्यसैको कारणले चाहिँ शिर उठाएको फुलचुल राखेर भाइले चाहिँ हल्का होइन पैसा दिएर त्यसरी शिर उठाएको। यो चाहिँ के भन्छ, जरिमाना तिरेको हो कि आफूभन्दा के भन्छ सानोले चाहिँ बिहे गरेको कारणले। त्यही भएर दिदीले चाहिँ भाइले चाहिँ त्यो यसो गर्नुपर्ने हुन्छ, नियम पुरा गर्नुपर्ने हुन्छ साथीहरू। त्यही भएर अनि यहाँ चाहिँ अझै ढोकभेट पनि चल्दैछ। यता बेहुला बेहुली चाहिँ ढोक्दैछ सबैलाई। यता चाहिँ गाउँको सबै मान्छेहरू हुनुहुन्छ यतै। बेहुला बेहुली ढोक्दै हिँड्दैछ। है साथीहरू म चाहिँ खाना अहिलेसम्म पनि खाना बाँडिरहेको छु। मेरो हातमा साथीहरू यो कुखुराको मासु मैले बोकेर बाँडिरहेको छु। अनि मेरो बुढी र छोरा चाहिँ अहिले आइपुगेको छ। यता खाँदैछ उनीहरूले चाहिँ, यतै नानीले यता खाँदैछ, बुढीले यता खाँदैछ, ऊ परको चाहिँ मम्मी हो। अनि अहिले म चाहिँ धमाधम साथीहरू है बाँडिरहेको छु अहिलेसम्म। ल साथीहरू अहिले चाहिँ खानासाना बाँडिसकेको छु मैले चाहिँ होइन। मेरो भान्सा काम चाहिँ सकिन लागिसक्यो। अनि मेरो बुढी चाहिँ आएर उसले पनि खाइसकेको छ। यता चाहिँ काम गर्ने बुनु छ भान्साको होइन, गाउँकै बुनु। यो बुनु चाहिँ पहिलाको हाम्रो भ्लगमा चाहिँ देख्नु भयो होला त्यो बुनुलाई। अनि यता चाहिँ बुनु लुकिरहेको छ। अनि साथीहरू आजको लागि चाहिँ भेट्यो यति नै। लाइक कमेन्ट सेयर सब्सक्राइब यति भन्दै यो भिडियोदेखि बिदा हुन चाहन्छु। हस्त बाई।